नमस्कार, म अहिले रामेछाप मन्थली करमबोटबाट बोलिरहेको छु। आज नेपालीहरूको महान चाड चैते दशैँ वा रामनवमी पर्व रहेको छ। यस राम जानकी मन्दिर मन्थलीको करमबोटमा सानो तर निकै शान्त धार्मिक वातावरण रहेको मन्दिर बाहिर डाँडा पाखा र प्रकृतिको दृश्यले अझ झन् सुन्दर बनाएको देखिन्छ। रङ्गीन तोरण र सजावटले पर्व वा विशेष कार्यक्रमको माहौल देखिएको छ। यहाँ स्थानीय मानिसहरू आजको दिन पूजा दर्शन र धार्मिक कार्यक्रमका लागि आउने गरेको पाइन्छ। श्रीराम जानकी हिन्दू धर्मका प्रमुख देवी देवता रहेको किंवदन्ती अनुसार पाइएको छ। यहाँ पूजा गर्दा शान्ति सुख सन्तान प्राप्त जुन जनविश्वास रहेको पाइन्छ। यसै अन्तर्गत हामीले यसको अहिले रहिरहेका पूजामा पुजारीको रूपमा रहेको भनाइआएको र के छ उहाँको भनाइबाट हामी सुनौँ है त। ल दाइ, यो चाहिँ कसरी के भयो कति साल अब पहिला त्यो भक्तजन मैले थाहा पाइकन पनि यो भक्तजनहरू चाहिँ अलिकति भुइँचो हुने गरेको थियो। यसपालि चाहिँ अलिकति उ गर्ने कारणले गर्दाखेरि चाहिँ अलिकति कम भक्तजनहरू देखेँ मैले। हो यो कहिले र कसरी सुरु भयो? यो 2037 सालमा यो टिकाबहादुर बस्नेत भैयाखोरी मार्फत चाहिँ यहाँ स्थापना गर्नुभएको हो। त्यसपछि रामनवमी र विवाह पञ्चमीमा ठुलो भक्तजनहरूको दर्शन हुन्छ यहाँ। यो चाहिँ विश्वास चाहिँ के छ भने यहाँ धर्म गरिसकेपछि सन्तान प्राप्त नहुनेको लागि सन्तान प्राप्त हुन्छ भन्ने चाहिँ विश्वास छ र त्यो चाहिँ अहिलेसम्म पनि कायम छ। यसमा चाहिँ हाम्रो बुवाले 37 सालदेखि नै पुजारीको रूपमा चाहिँ काम गरिरहनु भएको थियो र त्यसलाई चाहिँ मैले पनि निरन्तरता दिइरहेको छु। भनेपछि अहिले पुजारी तपाईँ हुनुहुन्छ यहाँ? अहिले हजुरको नाम चाहिँ? मेरो नाम बद्रीदास श्रेष्ठ। घर हाम्रो यिनै भइहाल्यो कि सुरु भयो कि बाजेको पालादेखि नै सुरु गरेर? यो बुवाको पालादेखि 37 साल रामनवमीबाट स्थापना उद्घाटन भएको। त्यहाँदेखि चाहिँ यहाँ राम मन्दिर स्थापना भएर चाहिँ तपाईँको बुवाले गर्नुभयो। बुवा पछि चाहिँ त्यो धार्मिक ग्रन्थ अनुसार त्यो भएर चाहिँ यहाँ अहिलेसम्म चलिरहेको छ। सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने होइन, जस्तो पहिलाको र आँटेको काम चाहिँ पुरा हुने। हजुर, पहिलाको र अहिलेको चाहिँ भक्तजनहरूको के कस्तो छ, यहाँको प्रचार प्रसारहरू के कस्तो रहेको छ? पहिला जुन योभन्दा अगाडि पनि हुन्थ्यो होला, त्यतिखेरको समय र अहिलेको समयमा चाहिँ के कस्तो छ? अहिले अलि अब प्रचार प्रसार पनि अब कमी नै हो होइन। पहिलेको मात्रामा अहिले भक्तजनहरू पनि अलि घटिने जस्तो लाग्छ। पहिला त्यतिखेर यहाँ मेला पनि लाग्थ्यो, अब अहिले त मेला त लाग्दैन। अब प्रचार प्रसार चाहिँ अलिक कमी नै छ। जस्तो यो मन्दिरलाई चाहिँ जस्तो रामनवमीको दिन भयो, यसलाई चाहिँ व्यवस्थापन एउटा समितिले गरिराखेको छ कि छैन? मन्दिरको यताउता संरचना हरेक कुरा चाहिँ हजुरले नै हेरिराख्नु? म हेर्छु, बिहान म आफै पूजा गर्छु। हवस् त, धन्यवाद। धन्यवाद।